जति नै राम्रो भिडियो गर्न खोज्दा पनि जति नै राम्रोसँग कन्टेन्ट बनाएर राम्रोसँग देखाउँछु भन्दा पनि भ्यू चाहिँ अब म मेरो भाग्यलाई दोष दिम कि साथीहरू म मेरो अनुहारलाई दोष दिम के। अलराइट साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो आजको फेरि पनि अर्को छोटो मिठो मिनी भ्लग। सधैँ गरी हजुरहरूलाई मैले जसरी स्वागत गर्थेँ त्यसरी नै आज पनि मैले स्वागत गरेँ हजुरहरूलाई। तर के गर्नु, स्वागत गरेर मात्र नहुँदो रहेछ। किन मैले यस्तो भने त हजुरहरूलाई साथीहरू, किनभने साथीहरू म अब गाउँको केटी हो, न मेरो मेकअप छ, न मेरो भोइस मनपर्छ होला हजुरलाई, न मेरो एडिटिङ मनपर्छ होला हजुरलाई, न त मैले भ्लगको लागि भनेर राम्रो राम्रो ड्रेसअप हान्छु, न त मैले मेकअप नै गर्छु। किनभने मैले जे छ त्यही देखाउने हो साथीहरू। आज मेरो यति धेरै मन दुखेको छ कि म शब्दमा बयान गर्न सक्दिनँ। किनभने धेरै कुरा म्यानेज गरेर आफ्नो बच्चा हेर्नुदेखि लिएर घरको काम हेर्नुदेखि लिएर अलग्गै बसेर अनि भोइस कभर गर्ने धेरै दुःख हुन्छ साथीहरू। अनि यति दुःख गरी पनि भ्यू चाहिँ नआएपछि त मनै मर्छ। अब कुन मान्छेले सपना देख्दैन होला भन्नु त, मान्छे भएपछि सपना ठुला ठुला देख्ने गर्छन्, जो कि मैले पनि देखेको छु। त्यो ठुला ठुला सपनाहरू पूरा गर्नको लागि त मलाई हजुरहरूको साथ र सपोर्ट चाहिन्छ नि त साथीहरू। म यसरी नै मेहनत गर्दै जान्छु। हजुरहरूलाई हात जोडेर मैले यति रिक्वेस्ट गरेँ कि साथीहरू यो भिडियो हेरेपछि एक सब्स्क्राइब, एक लाइक र एक सेयर चाहिँ गरिदिनु होला।